हामी अहिले छायानाथमा छौँ। हिन्दूहरूको प्रमुख तीर्थस्थल तथा बौद्धहरूको पनि तीर्थमान छ। बौद्ध भोटे भाषामा एब्लाङ भनिन्छ हैन, एब्लाङ भनिन्छ। ल थोरै बताइदिनु त अङ्कल। हो, यो छायानाथको उत्तरतिरको हिमाल देख्न सक्नुहुन्छ। सबभन्दा पहिला यहाँ 12 महिना हैन, कहिले पनि हिउँ खाली हुँदैन। अहिले देख्न सक्नुहुन्छ पुरै हिमाल छ। त्यही हिमालको हिउँ पक्लेर हो कि तल खोलो बग्छ, सानो मुहान छ पानीको हैन। त्यही त हो। यही पानीले तीर्थयात्रीहरूले आफ्नो शरीर चोख्याउने अथवा जुठो पापहरू पखाल्ने काम गर्छन्। अनि यो जलको अलि पश्चिम उत्तरतिर भन्नुपर्छ अझ यस्ता हिमाल छन्। अनि यसको ठ्याक्क पश्चिमतिरको डाँडो यस्तो छ, चट्टानले बनेको। त्यसको तल मूर्ति छ। अनि फेरि एकचोटि हामी यो छायानाथको पूर्वतिर जान्छौँ। पूर्वतिरको ठ्याक्क जलको पारीतिर यस्तो डाँडा छन्, नजिकै छ। अनि यसभन्दा पूर्वतिर यो हिमालको नाम देख्नु सक्नुहुन्छ, कान्जिरोवा हिमाल हो हैन। कान्जिरोवा होइन अङ्कल? हो, कान्जिरोवा हो। यो कहाँ डोल्पा पर्छ? मुगु डोल्पा सिमाना भनौँ होइन। जुम्ला मुगु डोल्पा 3 जिल्लाको सिमानाको रूपमा चिनिएको छ यी हिमालले। जुम्ला डोल्पा मुगु होइन अङ्कल? बोल्नु त के बोल्नु। जुम्ला अलि ठुलो स्वरले। यो त चाहिँ यहाँ उपऱ्यो। अब चाहिँ यहाँ छायानाथ ठाकुरजी, हाम्रो चाहिँ भोटी भाषा एब्लाङ, यहाँ उत्तर कान्छीरोवा। त्यहाँबाट जुम्ला बासिन्दा आउने चाहिँ ट्याङट्याङ खोला हो। यो त्यो खोला देख्नुहुन्छ, त्यहाँबाट जुम्ला बासिन्दाहरू आउँछ। ट्याङट्याङ खोला भन्छ हो, भोटे भाषामा ट्याङट्याङ खोला भनिन्छ। यता एकचोटि फेरि कान्जिरोवा हिमालतिर गएँ, यसको पूर्वतिर रहेको होइन। कान्जिरोवा हिमाल देख्न सक्नुहुन्छ। बादल लागेको छ थोरै होइन। अनि त्योभन्दा यता हिमालको के अरे? यता अब चाहिँ हाम्रो भोटीबाट ट्याङट्याङ खोला हो। ट्याङट्याङ खोला हो। योभन्दा यता हिमालको तल ट्याङट्याङ खोला छ। अनि यो डाँडो डोल्फु होइन? यो डाँडा डोल्फु हो। यो डाँडो डोल्फु हो। डोल्फु ठ्याक्कै कुहिरो लाग्यो होइन? कुहिरो लागेको कुहिरो लागेको छैन। यही डाँडा डोल्फु हो। गाउँ कहाँ छ अङ्कल डोल्फुको? यो डाँडाभन्दा तल यो उता कुहिरो लागेको ठाउँ होइन? ऊ त्यो कुहिरो लागेको ठुलो कर्णाली छ बिचमा। कस्तो गरे? तल ठुलो कर्णाली भन्दा डोल्फु गाउँ यता होइन? यो डाँडाभन्दा तल कर्णाली छ होइन? हो। यो डाँडो देख्न सक्नुहुन्छ, मधुर कुहिरो लागेको खाली नाङ्गो डाँडो होइन? हो। त्यो डाँडोको ठ्याक्क वारिपट्टि डोल्फु छ। त्यसभन्दा तल डोल्फु कर्णाली पर्छ। त्योभन्दा यता आएर यो छायानाथको ठ्याक्क दक्षिणतिरको भाग देख्न सक्नुहुन्छ। यस्तो डाँडा छन्। यो डाँडाको नाम के हो अङ्कल? यो डाँडाको नाम ढुङ्जोर ताङ हो। ढुङ्जोर तामाङ हो। ढुङ्जोङ ताङसाङ डाँडा भनिन्छ। यसको ठ्याक्क दक्षिणतिरको भाग। अनि त्यसबाट पश्चिम हुँदै जाँदा यस्ता डाँडा छन् जहाँ ताखा खारी होइन। पहिले चाहिँ यहाँ वाङ्री जुम्ला यहाँ यो सेतो पानी आउँछ खोला। यो खोलामा वाङ्री बासिन्दाहरू छन्। अहिले यहाँ कुनै पनि बस्ती छैन। यहाँका बासिन्दाहरू सबै अहिले अलि घर लगाएका भन्ने विश्वास छ होइन? तर थोरै न्यून स्तरमा छन्। यहाँका बासिन्दाहरू कोही विदेश छन् होइन? कोही जुम्ला छन्, बाहिर बसाइसराई गरेका छन्। जुम्ला खलाटी। अनि यहाँबाट थोरै पश्चिमतिर गयो भने गम्बडी, खत्याड, सोरु होइन? अनि टाढा बाजुरा, कालीकोट, जुम्लाका जानुभयो छैन। जानु न राराताल अहिले निजिकमा देख्छ। हो, यो चितिममा गयो भने देख्छ होइन? हो। एकछिन हामी जान्छौँ त्यो चितिममा, हामी राराताल देख्न सक्छौँ। त्यहाँबाट हामी यो चितिममा देख्छौँ मूर्ति बनाएको। त्यो मूर्तिमा गएपछि राराताल देख्न सक्छौँ। नेपालकै सबभन्दा ठुलो ताल राराताल।
तलबाट देख्छ कि होइन यो रारता हो हामी थोरै थोरै त्यो कुहिरो लागि छ हो त्यो रारता यो कुहिरो लागेको ठाउँ हो यता हामी राराताल नेपालकै सबभन्दा ठुलो राराताल पनि देख्न सक्छौँ यहाँबाट सानो कुहिरो लागेको छ सानो कुहिरो लाग्यो होइन देख्छौ तपाईँ उता त्यो निलो भाग त्यही त होइन होइन निलो भाग हो परपट्टि सानो कुहिरो छ बीचमा सम्म निलो ताल परेको छ राराताल देख्न सक्छौँ हामी छायानाथको ठ्याक्क पश्चिमतिर राराताल देख्न सक्छौँ निलो भाग होइन हजुर त्यही निलो भाग हो निलो भाग राराताल छ त्यसको माथि सेतो बादल अलिअलि बादल लागेको छ माथि त्यो त मिली हो मिली हो मिली देख्न सक्छौँ त्यो बादल लागेको ठाउँ मिली हो हामी यहाँबाट बादल लागेको ठाउँ छ त्यसलाई मिली भनिन्छ त्योभन्दा उता मुर्मा माझघट्ट होइन मुर्मा माझघट्ट छ अनि यतातिरको हिमाल के अरे अङ्कल सानो देख्छौ नि यो बादल लागेको यो बादल लाग्यो त्यो ऊ के अरे बाउलुमाको लेक हो बाउलुमाको लेकहरू देख्न सक्छौँ अब छायानाथको बारेमा अरू केही भन्नु छ अङ्कल क्या भन्नु है पहिलो त शिवाजी र त्यो गुरुज्यूलाई यहाँ हामी भोटी र खर्साङहरूलाई यहाँ छायानाथ भनेको तीर्थ राखे हो तपाईँ अघिल्लो चोटि यो पुण्यभन्दा अघिल्लोचोटि तपाईँहरू जानुहुन्छ हामी ठ्याक्कै यो पुण्यमा हाम्रो 12 करोडको मान्छेहरू चाहिँ यो पुण्यमा ठ्याक्क आउँछ यतिकै रमाइलो मेला खेल्छ तर यही हो ल अङ्कलको भनाइअनुसार अथवा हामीले जाने बुझे अनुसार पनि हिन्दू धर्म मान्ने मान्छेहरू साउन पूर्णिमा भन्दा अगाडि आएर होइन यहाँ तीर्थयात्रा गरेर तीर्थव्रत गरेर चोखो न्युतो रहेर यहाँ छाप छपिलो बिदो लिएर जान्छन् भने बौद्ध धर्म मान्ने मान्छेहरू यही पूर्णिमा यो भदौ पूर्णिमामा होइन यहाँ आएर ज्ञान गर्ने लामाको धामी पत्रुने होइन बौद्धको पूजा गर्ने यहाँ खेलमाल गर्ने 2-3 दिन यहाँ बस्ने होइन रमाइलो गरेर फर्किने चलन छ 12 करोडको यो आऊ यो जाऊ भन्ने केही छैन तर सबैको सामान यो साधारणको त्यो हो तीर्थ हो साझा तीर्थस्थलको रूपमा लिन्छ यो छायानाथलाई हामी यसमा के को मन्दिर देख्न सक्छौँ के अरे गुरुतीको मन्दिर त्योभन्दा तल छायानाथका गाथ त्यही बस्छन् होइन साउन पूर्णिमामा गाथ बस्ने ठाउँ यही हो यहीँबाट पूजाआजा गर्छन् छाप छपिलो बिदो यहीँबाट लिन्छन् होइन अहिले हामी यहाँ छायानाथमा हिउँ परेको देख्न सक्छौँ मन्दिरमा अनि उता चित्तिमहरू देख्न सक्छौँ यसको पूर्वतिर साना चट्टानले बनेको होइन चित्तिमहरू छन् मन्दिरहरू छन् यसको उत्तरतिर पनि मन्दिरहरू देख्न सक्छौँ साना अब छायानाथको बारेमा यहाँको ठाउँको बारेमा हामीले थोरै जान्यौँ कोही नआएका मान्छेहरूले पनि जान्नु बुझ्नु पर्यो सकेसम्म हिन्दूहरूले पनि प्रमुख चार धार्मिक स्थलमध्ये छायानाथ पनि एउटा हो छायानाथ मुक्तिनाथ नेपालमा पर्छन् भने केदारनाथ र बद्रीनाथ इन्डियामा पर्छन् होइन यी 4वटा धार्मिक स्थलमध्ये छायानाथमा सकभर घुम्न आउनुपर्छ सबै ठाउँ जानुपर्छ एक पटक अब योभन्दा पछि केही जानकारी छ भने पछि अपलोड गराउँला हजुरलाई नआएको मान्छेले पनि नजानेको मान्छेले जान्न सकुन् भन्ने अपेक्षा राख्छु धन्यवाद अङ्कल धन्यवाद ल